सो सबैलाई फेरि पनि स्वागत छ हाम्रो च्यानलमा मेक इट सिम्पल भाइ गोपाल। सो सबभन्दा पहिला हामी बुझौँ कि अब हाम्रो क्लासका 11का भाइ बहिनीहरूलाई तपाईँहरू इक्जाम दिएर बस्नु भएको होला, घरमा मात्रै चिल गर्दै हुनु तपाईँहरू पनि थाहा छ। अब यसको लागि म तपाईँहरूले एउटा टिप्स गर्न चाहन्छु कि प्रि क्लास सुगर हुनु नै लागि प्रि क्लास सुगर अनि ओन्ली फर साइन्स स्पेसली साइन्स पढ्ने भाइ बहिनीहरूको लागि म तपाईँहरूले के टिप्स दिन्छु कि पहिला तपाईँहरू आफ्नो क्लास टुवेल्भ जाँदा होइन यदि तपाईँ क्लास 11 बिग्रियो भने जे भयो भने हुन्छ नि, अब केटाहरू रिग्रेट गरेर बसिरहेको हुन्छ भाइ बहिनीहरू के गर्नु कसरी गर्नु, मेरो 11 बिग्रियो, 11मा त गोले आलु खाएँ, 11मा अब 12मा चाहिँ हामीलाई जे गरेर नि हामीले एटलिस्ट ए प्लस चाहिन्छ है। 3 पोइन्ट हाम्रो टार्गेट चाहिँ के हुन्छ कि 3.7 प्लस हाम्रो टार्गेट यति हुन्छ, 3.7 प्लस पनि हामीले गर्न पनि सक्छौँ क्या। फेरि केही छैन, सजिलो छ एकदम। तपाईँहरू ढुक्काउनुहोस्, ढुक्कले पढ्नुहोस्। मेन टार्गेट चाहिँ के हाल्नुहोस् कि जे क्लासमा पढाइ हुन्छ नि त्यो तपाईँहरू आएर एटलिस्ट घरमा एकचोटि हेर्ने बानी हाल्नुहोस् कि बुझ्यो ल। क्लासमा चाहिँ हाम्रो फोकसै भएर तपाईँहरू यहाँ आउनुहोस्, तपाईँ कलेजमा के पढाइ भयो होइन त्यसलाई एकचोटि सर युट्युबमा भयो भने जहाँबाट भयो भने एकचोटि युट्युबबाट हेर्नुहोस्, बुझ्नु भयो भने त्यसलाई त्यही दिन बुझ्ने प्रयास गर्नुहोस्। फेरि भोलि हेर्नुहुन्छ भने भोलि ब्याकलग हुन्छ तपाईँहरूको है। यदि तपाईँहरूसँग टाइम छ भने तपाईँहरू अहिले नै हेर्नुहोस्, जे पढाइ भयो कलेजमा त्यही आएर आज हेर्ने, अनि सर र शुक्रबारको शनिबार त उठ्ने मजाले लुगासुगा धुने, अनि 12-1 बजेपछि 2 बजेदेखि लिएर बेलुका 6 बजेसम्म हेर्नु, अनि फेरि राति पढ्ने हेर्नु, ब्याकलगहरू कभर गर्नु। एक हप्ताको कुरालाई पुरै शनिबारसम्म पुरै कभर गरिदिनु कि पछि त्यही गएर अलिक त्यो हुन्छ जहाँ हुन्छ अनि फर्स्ट टर्ममा इक्जामहरू आउँछ अलिक के पढ्नु कसरी पढ्नु भनेर लाग्छ नि त। केही पढाएको छैन, वर्षभरि चिल गरेँ, 3-4 चिल गरेँ, फर्स्ट टर्ममा के गर्छु त्यहाँ पनि आलु खान्छु कि तपाईँहरूलाई थाहा छ। तपाईँहरू एकचोटि गल्ती गर्नु 11 बर्बाद भयो। अब जसको राम्रो छ त्यसलाई चाहिँ बेस्ट अफ, जसको बिग्रेछ त्यसको लागि म भन्दैछु है। अनि हामीले त नभनौँ, मैले त्यो दाइले तपाईँले मात्र पढाउने हो बेसी। अनि पढाउने चाहिँ मैले हो। अनि तपाईँको केमिस्ट्री पहिला एउटा केमिस्ट्री फिजिक्स म्याथ्स मेन हाम्रो फोकस चाहिँ तिनवटा सब्जेक्ट हुन्छ, फिजिक्स केमिस्ट्री अनि म्याथमा। अनि अरू सब्जेक्टहरू त्यो हाम्रो त्यो नेपाली इङ्ग्लिस अनि बायोलोजी अनि कम्प्युटर साइन्सवालाको सजिलो हुन्छ। त्यो सजिलो नभनौँ, बायोलोजी हार्ड होला, मेबी कम्प्युटर पनि हार्ड होला। यदि तपाईँहरूले के क्वेरी छ भने मलाई पर्सनल म्यासेज गर्नु, म तपाईँको त्यो क्वेरी चाहिँ त्यो सब्जेक्ट रिलेटेड सल्भ गरिदिन्छु है। मेन हाम्रो फोकस चाहिँ फिजिक्स केमिस्ट्री अनि म्याथमा है। अनि सबभन्दा पहिला तपाईँले केमिस्ट्री पढ्दा पनि के हुन्छ कि अब म यो जग्गाबाट है केमिस्ट्रीको स्टार्ट गर्नु है। केमिस्ट्री हाम्रो केमिस्ट्री कति मार्क्स हुन्छ? टोटल 75 मार्क्स हुन्छ है। केमिस्ट्री हाम्रो टोटल 75 मार्क्स हुन्छ। 75 मार्क्समध्ये 43 मार्क्स हाम्रो अर्ग्यानिकबाट हुन्छ। बोर्ड चाहिँ अर्ग्यानिक 22 मार्क्स चाहिँ फिजिकल केमिस्ट्रीबाट, अनि 8 मार्क्स चाहिँ एप्लाइड केमिस्ट्रीबाट, अनि अर्को 12 मार्क्स चाहिँ हाम्रो इनअर्ग्यानिक केमिस्ट्री हुने, इनअर्ग्यानिक केमिस्ट्रीबाट हुन्छ। अनि केटाहरू के हुन्छ कि यहाँ 43 मार्क्स हेरेर ल अर्ग्यानिक के छ कस्तो मलाई बुझ्ने लाग्छ। अर्ग्यानिकमा चाहिँ केही छैन, सिम्पल चाहिँ आएको छ एउटा कार्बन छ होइन, अनि कार्बनले जहिले के गर्छ 4वटा बोन्ड बनाउँछ। उसको कामै केही छैन, 4वटा बोन्ड त बनाउने हो त्यसले कार्बनले। कार्बन अर्ग्यानिक केमिस्ट्री भन्दा तपाईँ डिफाइन गर्दा पनि के भन्नुहुन्छ त्यहाँ त अर्ग्यानिक केमिस्ट्री स्टडी अबाउट द हाइड्रोकार्बन्स, हाइड्रो अनि हाइड्रोजन अनि कार्बन रिलेटेड त्यहाँ हुन्छ कुरोहरू। हाम्रो टोटल 10वटा च्याप्टर हुन्छ अर्ग्यानिक केमिस्ट्रीमा। च्याप्टरको नाम पनि लेख्दैन है, त्यो लेख्दा तपाईँहरू सजिलो हुन्छ कि म अलिक साह्रो गर्छु। च्याप्टरको नाम हाम्रो पहिला पढ्नुपर्ने हेलो एल्केन। यो हाम्रो सिम्पल एउटा ओरिएन्टेसन क्लास हो है। म तपाईँहरूले भन्छु आज के पढ्नु छ हामीलाई अब आउने वर्षमा। म एकचोटि चाहिँ तपाईँले डराएको चाहिँ होइन। पढ्नुपर्ने के पहिला त हेलो एल्केन एचएल हो, हेलो एल्केन। अनि अर्को चाहिँ हेलो एरिन, अर्को चाहिँ अल्कोहल, अल्कोफेनल,
यो पढ्दिने तिमीहरू हेर्दै गर अर्को हेलोएल्केन हेलोएरिन अल्कोहल होइन त्यसपछि एउटा हुन्छ हाम्रो इथर इथर अनि अर्को एल्डिहाइड किटोन एल्डिहाइड अनि किटोन 1 2 3 4 5 6 अर्को हुन्छ कार्बोजाइलिक अर्को हुन्छ नाइट्रो कम्पाउन्ड अनि अर्को चाहिँ हुन्छ एउटा अर्गानोमेटालिक कम्पाउन्ड यस्तै गरेर हाम्रो 10 वटा चाहिँ हाम्रो चाहिँ अर्ग्यानिक भयो यो जुन चारवटा छ नि मैले भने सुरु गरेँ चारवटा अल्कोहल फेनोल यो तपाईँहरूको फर्स्ट टर्ममा पढाउने नै यो च्याप्टर हो कि पढाउने यो च्याप्टर हो इफ तपाईँहरूले यो च्याप्टर पढ्नुभयो चारवटा यो 6 वटा आफै कभर हुन्छ अटोमेटिक तपाईँहरूले केही पनि गर्नु पर्दैन ढुक्क हुनुहोस् एकचोटि पढ्नुहोस् होइन सुरुमा त हेर्न आदि हुन्छ कि यार के हो यो हेलोएल्केन के बनाउनु आउँछ कसरी बनाउनु आउँछ यो हेलोएल्केन चाहिँ के हो अल्कोहल चाहिँ अल्कोहल गएर पढ्नु होला ओएचहरू भन्ने यसको अल्कोहलको यही ओएच भन्ने हो अब हुन्छ नि त अल्कोहल चाहिँ के हो फेनल फेनल के हो फेनल सिम्पल हाम्रो एउटा बेन्जिन भयो होइन अब यही बेन्जिनमा हाम्रो एउटा ओएच ग्रुप अट्याच भयो फेनल फेनल यही छ केही छैन अब हेलोएल्केन चाहिँ के हो हेलोजन्स तपाईँले थाहा छ हालोजन्स तपाईँहरूले अभियसली तपाईँले थाहा नै छ अब रिजल्ट हुन्छ क्लोरिन ब्रोमिन आयोडिन यो चाहिँ भयो हेलोजन्स है हेलोजन्स यसले बोन्ड बनाउने चाहिँ हाम्रो कार्बनसँग त्यसलाई हामीले के भन्छौँ हेलोएल्केन्स भन्छौँ त्यसले अब यसरी CH3 CH अब यहाँ CH3 अब यसले CH3 कारण मैले अघि भने कार्बनले चारवटा बन्ड बनाउँछु नि अनि यहाँ एउटा बन्ड यहाँ बनायो यसले आफूसँग अनि तिनवटा छ अनि 1 2 3 यसको 1 2 अनि 3 चारवटा बन्ड कम्प्लिट भयो यसको चाहिँ दुईवटा छ यहाँ दुईवटा हुन्छ अनि एउटा दुईवटा तिनवटा अब एउटा यहाँ आउनु चाहिन्छ नि यसले बन्ड बनाउनुको लागि अनि त्यो हामीले हेलोएल्केनमा कि त क्लोरिन ब्रोमिन आयोडिन कुनै हाल्न सक्छौँ अनि हामीले चाहिँ अहिले हाम्रो Cl क्लोरिन है अनि यो चाहिँ के भयो क्लोरो के भयो यहाँ बाइक बाहिर बुझ्नुभयो है अनि यो चाहिँ के भयो यहाँ हाम्रो ग्रुपमा चाहिँ के छ यहाँ क्लोरिन आयो है अनि यो चाहिँ अब के भयो यहाँ 1 2 म त्यति त जान्न तपाईँको जहाँ चाहिँ गाह्रो हुन्छ है अहिले चाहिँ यति सिम्पल बुझ्नु न यो अहिले हामी इथेन थियो होइन अनि क्लोरिन आयो अनि क्लोरिन आएको इथेन यहाँ सिङ्गल बन्ड छ नि त इथेन क्लोरो इथेन है यो चाहिँ भयो हाम्रो एउटा अब सिम्पली यही क्लोरिन जुन छ अब यो हेलोएल्केन भयो अब हेलोएरिनको कुरा गर्दा हेलोएरिनमा चाहिँ के हुन्छ सिम्पली हाम्रो चाहिँ बेन्जिन रिङ हुन्छ अनि यहाँ चाहिँ एउटा आएर अब हेलोजन्स कुनै हेलोजन्स अब त्यो सियल होस् जे होस् अनि यहाँ यो चाहिँ के भयो अनि यो चाहिँ के भयो क्लोरोबेन्जिन भयो हाम्रो है क्लोरो यहाँ क्लोरिन छ नि त अनि अघि हामी क्लोरो लेखेन अनि क्लोरोबेन्जिन भयो सिम्पल केही छैन एकदम सजिलो छ तपाईँहरूले पढ्दाखेरि जाँदाखेरि सुरुमा गाडी गाह्रो लाग्छ पछि तर त्यो पछि गर्दा चाहिँ तपाईँहरूले पनि सजिलो हुन्छ है यति चाहिँ अर्को फिजिक्स केटाहरूलाई सबभन्दा फिजिक्समा डर लाग्नु डर त नभन्नुहुन्छ अब केटाहरूलाई के हो भनेर स्पेसली न्युमेरिकलमा कन्सेप्ट त बुझ्छ न्युमेरिकल चाहिँ भन्दैन त्यो पनि कसरी म भन्छु पढ्ने कुरा चाहिँ के हुन्छ कि हावातामा पढियो रट्यो त्यसलाई डेरिभेसनलाई न्युमेरिकलको फर्स्ट रुल के हो यहाँ न्युमेरिकल क्वेसन छ नि पहिला उसको गिभन के छ गिभन चाहिँ लिएको पहिला गिभन चाहिँ लिएको उसले के निस्काउनु भनेको छ हामीले के चाहिन्छ उसलाई उ त स्पिड अब हाम्रो एउटा फर्मुला छ एउटा स्पिड बेस छ स्पिड फर्मुला के छ डिस्टेन्स है टाइम टेबल अब हामीले एउटा फर्मुला चाहिँ थाहा छ यति ल एउटा यो हो यति फर्मुला यसले के भन्छ कि स्पिड निकाल्न हामीले हेर्नुपर्छ अब उसले भन्यो कि हामीले टाइम टेबल निस्का अनि हामीले गर्न सक्दैनौँ त यसको भ्यालु छ यसको भ्यालु गिभन छ यसले मल्टिप्लाई गर्यो अनि यहाँ स्पिडलाई चाहिँ हाल्यो टाइम चाहिँ यहाँ भइगयो
यति चाहिँ बुझ्नुपर्छ क्या तिमीहरूलाई कुन फर्मुला चाहिँ जहिले रट जे भने याद चाहिँ गर तिमीहरू। त्यसपछि होइन फिजिक्सको न्युमेरिकल हो जे हो तिमीहरू मजाले सल्भ गर्न सक्छौ। पहिला मैले जुन कुरा भने रिमन चाहिँ रिमन त लेख्नै पर्छ। त्यसपछि हेर त्यहाँ के निस्काउनु भनेको छ अनि त्यो कुन अभियसली तिमीले यति प्र्याक्टिस गर्छौ नि कुन च्याप्टरबाट क्वेसन छ के गर्नु छ त्यहाँ तिमीले आफै सल्भ गर्न सक्छौ। केही छैन त्यो। अब यो चाहिँ भयो फिजिक्सको कुरा। फिजिक्समा त म सिक्दै त्यसलाई गर्दै गर्छु। अनि म्याथमा चाहिँ जाउँ है। म्याथमा त्यस्तै हो। हाम्रो चाहिँ म्याथ यहाँ पनि 75 मार्क्स हुन्छ। अनि तिमीहरू त्यो प्र्याक्टिकलमै टेन्सन मात्रै हुन्छ नि। अब म गइनँ त्यहाँ प्र्याक्टिकलमा यो भएन त्यो भएन सरले अलिक फर्काएर यताउता हुँदा होइन तिमीहरूलाई म खैमा एकचोटि रेकर्डिङ भइरहेछ कि नै भइरहेछ देखेर आउनु अझै छ कि आएँ भनेर क्या। अनि अब म्याथमा चाहिँ के हुन्छ कि केटाहरूलाई पनि हुन्छ अब के गर्ने कसरी पढ्ने कसरी के हुन्छ भनेर। तर म्याथ पनि म भन्छु वान अफ द इजिएस्ट सब्जेक्ट छ। म्याथमा पर्छ के पहिला हेरौँ अझैमा छ जोडा सोच्यो 20 मार्क्स हो। त्यसपछि हाम्रो ट्रिग्नोमेट्रीबाट हाम्रो सोच्यो 6 मार्क्सको 6 मार्क्स। अर्को चाहिँ एनालिटिकल जियोमेट्री यहाँबाट सोच्यो 9 मार्क्स। त्यसपछि हाम्रो भेक्टर यहाँबाट सोच्यो 6 मार्क्सको। त्यसपछि हाम्रो एउटा त्यो स्ट्याटिस्टिक्स एन्ड प्रोबेबिलिटी यहाँ हामी फेरि स्ट्याटिस्टिक्स एन्ड प्रोबेबिलिटीमा चाहिँ के छ प्रोबेबिलिटीबाट जहिले एमसिक्यू सोधिरहेको हुन्छ कि जहिले एमसिक्यू चाहिँ सोधिरहेको हुन्छ। प्रोबेबिलिटी चाहिँ तिमीहरू प्रोबेबिलिटीबाट जहिले एमसिक्यू सोधिरहेको हुन्छ। त्यहाँ दुईवटा च्याप्टर छ यो स्ट्याटिस्टिक्स प्रोबेबिलिटीमा एउटा प्रोबेबिलिटी अनि अर्को स्ट्याटिस्टिक्स। अनि प्रोबेबिलिटीबाट जहिले एमसिक्यू सोधिरहेको हुन्छ क्वेसन सोधौँ भन्नाले यो स्ट्याटिस्टिक्सबाट सिम्पल त्यही मिनेज पाउने तत्त्व हुन्छ नि तिमीहरूले एडलाइनमा गरे अब त्यही हुन्छ। अर्को हाम्रो सबभन्दा बढी डर लाग्ने भनेको क्यालकुलस। हाम्रो क्यालकुलस के जुन सोध्नु केटाहरूलाई सबभन्दा बढी डर हुन्छ क्यालकुलस चाहिँ म त तिमीहरूलाई के थाहा छैन तर क्यालकुलस पनि त्यस्तै हो। यहाँ दुईवटा चाहिँ सर्ट मार्क्स हुन्छ अनि 5 मार्क्स 10 मार्क्स भयो अनि एउटा 9 मा अनि 8 मार्क्स 18 भयो अनि 4 चाहिँ एमसिक्यू सुन्ने गरिन्छ टोटल कति भयो 22 भयो है। यस्तो हो क्यालकुलसको। र लास्ट टाइम चाहिँ हाम्रो हुन्छ त्यो हुन्छ नि अरूवालामा कम्पिटिसनल मेथडवाला त्यो वाला लास्टमा त्यही त्यो कम्पिटिसनल मेथड ल्याउँ न त्यहाँ सिक्समा सोध्छ अनि त्यहाँ सोध्ने भनेर चाहिँ सिम्प्लेक्समा म्याक्सिमाइज गरेर मिनिमाइज गरेर त्यो हुन्छ म पछि भन्छु। अनि कसरी युनिभर्सिटीमा लास्ट 76मा सोधेको थियो 77मा अहिले चाहिँ सोधे होइन। यति नै छ हाम्रो त्यो डिस्कस गरेर आज। अर्को तिमीहरूलाई चाहिँ नेपाली इङ्ग्लिसमा त केही छैन कम्प्युटरमा पनि अनि कम्प्युटरमा पनि म बुझ्छु। बोर्डमा टोटल 30 मार्क्सको कोडिङ सोध्छ। एउटा सर्टमा 5 मार्क्सको अनि अर्को लङमा 8 मार्क्सको। अनि कोडिङ पनि कस्तो सजिलो आएर आउँछ जहिले हाम्रो बेला गएको थियो पहिला 81मा आएको थियो कि लार्जेस्ट छुट्यायो अरे अहिले हाम्रोमा स्मलेस्ट छुट्यायो अरे। अनि त्यो लास्ट टाइम एउटा आएको थियो 8 मार्क्समा एकदम सजिलो फेरि 8 मार्क्समा हेर्ने छ कि 8 मार्क्सको छ तर एकदम सजिलो चाहिँ यहाँ त त्यहाँ केही थिएन सिम्पल लजिक ल्याएर स्टक स्टुडेन्ट युनिभर्सिटी आरयु सिटी स्टार्ट गरेर यसरी 20 चाहिँ छ नि यसपछि स्टार्ट गऱ्यो अनि त्यसपछि यहाँ स्टक एउटा इम्प्लोइ गरेर इन्सर्ट गरेर यो सिम्पल यो कुरा मैले केही छोडो एडिटिङ मन पऱ्यो एडिटिङ गरेर अहिले त्यो पढ्दा जाँदाखेरि तिमीलाई एकदम सजिलो हुन्छ। अनि कोडिङमा चाहिँ म एउटा नियम के भन्छु तिमीहरूलाई के सरहरूले चाहिँ एउटा च्याप्टरबाट 10 र 15 कोडिङ देखाएर हुन्छ नि केटाहरूले हुन्छ कि ल यति चाहिँ कोडिङ रहेछ। अब मान तिमीलाई टिचरले प्लस माइनस सिकायो नि त अब प्लस कसरी काम गर्छ माइनस कसरी काम गर्छ है। अब उसले सब कम्बिनेसन भन्दा नि अर्को खरको कम्बिनेसन छ। अब मैले एउटा 1+2 सिकाएँ 3 हुन्छ 3 हुन्छ। अब मैले तिमीले सब सिकाउनु 2+3 5 हुन्छ यसरी 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 गरेर यसरी सिकाउनु मिलेन। मैले कन्सेप्ट दिनु भन्दा तिमीलाई प्लस भनेर प्लस हुन्छ माइनस भनेर माइनस हुन्छ यति त कन्सेप्ट दिनु नि। अनि सरहरूले जहिले कोडिङ देखाएर हुन्छ यति लेखेर किन बर्डन चाहिँ नदेऊ कि जे चाहिन्छ त्यो गर। अब सबले थाहा छ यो कम्प्युटर केही पछि काम आउनेवाला छैन म भन्छु केही छैन। त्यो जहाँ गए नि यति सफ्टवेयर इन्जिनियरिङमा गए नि पढाउने बेसिकबाटै हो जस्तो समाज छ सिम्पल छ केही छैन। अर्को कुरा बायोलोजी आम नट अ बायोलोजिकल स्टुडेन्ट बट मेरो साथी छ पछि म तिमीहरूलाई एकसँग कन्ट्याक्ट गराइदिन्छु उनी मेरो युट्युबमा आउँछ उसले बायोलोजीको बारेमा पुरै डिपली भनिदिन्छ।
अनि अरू त भयो यति नै र अब लास्टमा म लेख्छु तिमीहरूलाई थ्याङ्क्स फर वाचिङ है आई विल बी हेल्पिङ यु थ्रु इफ तिमीले मेरो स्टार्टिङबाट अब जे भयो नि त्यसलाई जे बुझ्यो तिमीले त तिमीहरूलाई मेरो क्लास ल्याऊ भने सब्सक्राइब चाहिँ नगर म त भन्छु केही नगर मेरो भिडियो डाउनलोड पुरै पनि नहेर डाउनलोड सेयर गरेर डाउनलोड गरेर चाहिँ हेर मलाई भ्यू पनि पर्दैन भ्यू पनि चाहिएन मलाई तिमीहरू चाहिँ बस मलाई यति छ तिमीहरू सुरुबाट मबाट पढ्दै गर यति जिपिए बस त्यो मेरो काम हो नि भाइ त्यो चाहिँ मेरो काम हो कि तिमीहरूले मेरो 3.7 ए प्लस कसरी चाहिन्छ भनेर यो सबलाई देखाइदिने हो कि हामी के छौँ हामी डिफ्रेन्ट छौँ फेरि हामी त्यस्तो कन्सटेन्ट छैनौँ नि अनि म पछि तिमीलाई भन्दैन कि हाम्रो च्यानल सब्सक्राइब गर यो गर त्यो गर अब मेरो यस्तो पर्सन छैन म के भन्छु कि सब पढोस् आइएम अल्सो एभरेज स्टुडेन्ट म कसरी बुझाएको छु त्यो तरिकाले बुझ्यो भने तिमीहरू पनि राम्ररी बुझ्छ तिमीहरू टपरसँग पढ्छ भने के हुन्छ कि टपरले आफ्नो कसैले बुझाएको हुन्छ नि त उनीहरूलाई तिमीलाई बुझाउन अलिक गाह्रो हुन्छ तर मैले एकदम सिम्पल वेले बुझेछु म पनि एभरेज स्टुडेन्ट छु बट मेरो पनि यसले रिजल्ट आएन आएपछि म सेयर गर्छु आफ्नो पेजमा आफ्नो च्यानलमा अनि तिमीहरू चाहिँ त्यहाँबाट हेर र हामीले यति नै है बाई बाई कति मिनटको भिडियो भयो